ओए खतरा यार ल गुड मर्निङ सबैजनालाई अनि आज चाहिँ हामी जाँदैछौँ यता सुन्दर जलबाट माथि मुलखग भन्ने गाउँमा अनि मेरो साथमा हुनुहुन्छ वान एन्ड ओन्ली यस्तो भन्दा फेरि मेरो उसको भ्लगमा अनि यहाँ हुनुहुन्छ हाम्रो वान एन्ड ओन्ली सामदी अनि सिद्धार्थ श्रेष्ठ हो नि च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला मेरो पनि छ नि युट्युब च्यानल नमस्कार नि गर्नुपर्छ नि त नि यस्तो खुट्टा नि ढोग्नु पर्ने अलिकति ल ल अब चाहिँ हामी मासतिर लागेको ब्याग छ यता रेडी छ ब्याग छ अब प्लान चाहिँ खासमा हाम्रो मेन प्लान चाहिँ हाइक प्लस यसो माथि गएर पकाएर खाने प्लान हो ग्यास पनि छ हामीसँग ग्यास स्टप सबै छ अब माथि लिएर जानुपर्छ हाइकिङ आउँदाखेरि यतिको झर्ना त देख्नै पर्यो नि होइन साथमा म तिमी होइन उठे केटी नै केटिसक्यो उता देखाउनु यो मान्छेले फसाउँछ यार यस्तै पाराले ल अब त यहाँ हाइकिङ गर्नु आएको होइन है केटी हेर्नु आएको केटीहरू जङ्गलमा राम्रै राम्रो केटीहरू अब हाम्रो उकालोबाट चाहिँ सुरु भयो यो चाहिँ माथि जाँदैछ है भर्खर एकछिन अलिकति हिँडेको तर हामी है सानै भइसक्यो एकछिनले अनि यो बाटो उकालोकै ठाडो उकालो छ नि त यता पुरै ठाडो छ यार अनि यो बाटो चाहिँ म भयो होला यार 10 वर्ष भयो होला नहिँडेको धेरै पहिला चाहिँ धेरैचोटि आएको 10 वर्ष भयो भन्दा अगाडि चाहिँ तर थुप्रै भयो नहिँडेको यो मन त मेरो नेपाली हो अनि यो अनि ढाका टोपी चाहिँ किन होला ढाका टोपी चाहिँ यसो अब ओए ल के लामखुट्टेले टोक्यो खतरा यार ल ढाका टोपी चाहिँ यसो मन नेपाली भएर नि हो मेन कुरा हो र तर हेर्दा त देख्दैनौ त धेरै अगाडिदेखि यसो लाउन रहर थियो छ 2-3वटा घरमा छ तर खासै लगाइँदैन अहिलेसम्म लगाएको छैन अनि त्यही भएर आज चाहिँ यसो लगाइदिउँ भनेर लाउनु पर्छ यार आफ्नो पहिचान भनेको देखाउनु पर्छ संसारलाई देखाउनु पर्छ यो त हो त्यसरी टालिने ओ अता अता पोले यार थाहा होइन अब चाहिँ यो मन त मेरो नेपाली नेपाली हो एक सलाम ए नमस्ते नमस्ते यसरी नमस्ते ल अब हामी कहाँ जाँदैछौँ नि अब भन्नु चाहिँ न हामी त अब अहिले चाहिँ ठ्याक्क ड्याम गऱ्यो हामी अब चाहिँ लाग्ने चाहिँ हामी मुलखर्कतिर हो र अलिक बाटो कन्फ्युज भइरहेछ हुन चाहिँ हामी तर अब जाँदै जाउँ जाँदा पुगिन्छ छ भन्ने छ तर यता यस्तो भयो नि मेरो यता चाहिँ यस्तो कट्टु छ यो त हाल्ने त्यसको लागि चाहिँ माफ गर्नु होला यता यो भयो नि तिमीले त अनि उ लाउनु पर्ने थियो नि त दौरा सुरुवाल दर्शुरा यस्तो हाइकिङमा दर्शुरा लाएर आउनु ल अनि कस्तो ल ऊ त हाल्दा बोलाइसक्यो ल ल ल अब हामी चाहिँ माथितिर जाँदैछौँ है जे होस् एकदम बबाल एकदमै रमाइलो हुनेछ आजको हाइकिङ होइन त हो ल हामीलाई चाहिँ भोक लागिसक्यो बिहानदेखि केही पनि खाएको छैन हामीले प्लास्टिक ल त्यहाँ अघि सुन्दर जलमा खाएको यार त्यही पनि लेमन मात्रै हट लेमन मात्रै खाएको अति भोक लाग्यो नुनिलो चाहियो डाइट चाहियो करेन्ट स्टिक्स अब अनहेल्दी त हो अब भोक लागेपछि अब यहाँ के घाँसपात खानु पऱ्यो के खाने हो घाँसपात कि घाँसु के यता यसो गाईले जस्तो खानु पऱ्यो नभए यस्तो अनहेल्दी खानु पऱ्यो अब म हुँ नेपाली बाबु मेड इन नेपाल ल हामी चाहिँ अहिले उख्रिनी आइपुग्यो अनि केटाहरूलाई भोक लाग्यो अनि हामी चाहिँ अलिकति झटपट गरेर च्याटपट खानु टक्क लगाएर यताबाट पानी नि बोकौँ न है पानी धारा होला नि ऊ धारा ल दिदीले चाहिँ हाम्रो लागि झटपट गरेर चटपट बनाइदिनु भयो ए हामी होइन हामी त आफ्नै लागि मात्र हो नि दिदी त्यस्तो कहाँ भाइरल ल आयो हाम्रो चटपटे झटपट अनि अहिले चाहिँ चटपटे खाने कार्यक्रम चल्दैछ हाम्रो अनि मेरो साथमा हुनुहुन्छ वाला यो चाहिँ पानीपुरीको झोल है पानीपुरीको झोल अनि खानु पर्यो कि लास्टै चर्को छ नि त घाम अनि ट्वाक्कै हुन्छ रे त्यहाँ चर्के खाने हो अनि अब चटपटे यहाँ छ सँग भेटेपछि पनि गर्ने पर्यो अब खाए ल
अहिले चाहिँ हामीलाई अलिअलि गाउँ आएको जस्तो फिल हुँदैछ यस्तो गोरेटो बाटोमा हिँडेर तर यो अहिले दसैँ तिहारको मौसम होइन भाइ छुट्टै हुन्छ है फुलै फुलको बगैँचामा मेरी माया यो भनेर गीत गाउनु पनि मैले गाएँ भने त तर्सिहाल्छ ए यस्तो हुन्छ यस्तो बवाल छ घर फुल ए ल अहिले आउँछु ल कस्तो राम्रो रहेछ तपाईँको अनि यहाँ बिचबाटोमा ठ्याक्कै हामी एकछिन रोकेको हेर्दाखेरि रोक्या भयो हामी ठाउँ यस्तो बवाल चाहिँ फुलै फुल घर त्यो उयो के भन्छ परालको छानो यस्तो दामी देखिरहेको छ गाउँ आएको रियल फिल भइरहेको छ हामीलाई ल अब चाहिँ हामी बल्ल बल्ल जहाँ हिँडेको त्यहाँ आइपुग्यो यो चाहिँ यो ओख्रेनी भन्ने गाउँको नेचुरल स्विमिङ पुल हो तर डुबिन्छ जस्तो लाग्यो कति हेर्नुपर्छ डुब्ने रहेछ अन्त छिर्नु भएन पानीमा अति बवाल छ कस्तो लागिरहेछ तिमीलाई ओए खतरा हो र यही त हो म यार जमानामा झन्डै डुबेर मरेको 10 वर्ष 10-12 वर्ष अगाडि त्यही भएर तिमीलाई सोधेको त मैले यहाँसम्म चाहिँ के अरे गहिरो छैन त्यहाँदेखि उता चाहिँ गहिरो छ खोइ पानीभित्र छिर्न सक्दै सक्दैन थाहा छैन यार जुत्ता खोजेको त यो हो नि त हेलो के छ हालखबर सन्चै हुनुहुन्छ ठिक छ अब चाहिँ हामी नुहाएर पनि सक्यौँ कपडा लायो अनि अहिले चाहिँ हाम्रो के छ भने अब केक त खानु पर्यो भनेर हामी यहीँ नजिकै यहाँ झर्ना यता हो यहाँ पनि अर्को भित्र झर्ना छ यहाँ चाहिँ अब हामी पकाउन रेडी गर्दैछौँ यता दाइले ग्यास रेडी गर्दै हुनुहुन्छ अनि रमाइलो भइरहेछ जिन्दगी यस्तै भइरहेछ यहाँ भयो भने चाहिँ यता पखाल्न पनि सजिलो हुन्छ भाडा सफा पानी छ यहीँ पकाउने खाने रामेन सामेन ल अब चाहिँ हाम्रो ग्यास पनि बल्दैछ ग्यास बल्यो यो भाँडा चाहिँ घरबाट लिएर आएको अनि अब पानी तातिँदैछ अनि करेन्ट हामीले एक पोका लिएर आएको छौँ करेन्ट छ यो पकाउनको लागि रेडी हुँदैछ रेडी गर्ने हो यहाँ हाम्रो सामदीले चाहिँ पुरै भाँडा माझ्दैछ यो झर्नाको पानीले ओ सामदी एउटा डान्स हानिदिउँ त यत्तिकै यस्तो हल्लाइदिउँ त रियल सामदी हो नि त नि माल आयो माल चटपट झटपट मेरो बुर्दामा है दाइ बुर्दामा मेरो तेरो बुर्दा हो सिडी कति हाल्ने 500 निकाल मैले यहाँ पर्यो बाहिरको नपर खाना चाहिँ अब चाहिँ बल्ल पाकेर रेडी पनि भयो खान लाग्यो यस्तो छ यस्तो ठाउँमा पकाएर यसरी खान लाग्छ वर्थिट भइरहेछ यस्तो हिँडेर रमाइलो भइरहेछ होइन दिउँ त ल हाइकिङ आएपछि यतिको चाहिँ हुँदै गरेको
हाम्रो चाहिँ यस्तो हुँदैछ 14 सक्यो कफी सक्यो अब चाहिँ ब्रेडमा पनि हाम्रो पिनट बटर मायोनिज अनि त्यसपछि एभोकाडो छ हान्यो सन्जु हान्यो ल हो होइन यस्तो छ ल आजको लागि चाहिँ हाम्रो यति नै भयो प्रोग्राम कस्तो भयो आदरणीय दाजुभाइहरू जे होस् नसोचेकै रमाइलो भयो सोचे नै थिएन यतिको रमाइलो हुन्थ्यो जो स्विमिङ गरियो होइन हामीले मैले चाहिँ गरिनँ गर्ने मान्छे मै हो फर्स्टमा उहाँ त डुब्यो भनेर गरेन म त डुब्छ भनेर गरिनँ किन पौडी खेल्नै आउँदैन कहाँबाट हामी गर्ने हो त्यो खेल्नु नआएपछि नि त्यो जापाइदै गएर कामै छैन कामै छैन, त्यही त। डुब्यो भने त डुबे टाइप हात एकैचोटि माथि ल्याउँदो रहेछ कस्तो मजाले त्यस्तो भयो पाल्लो भएर नगरेको ल अब आजलाई यति नै हाम्रो दिन रमाइलो भयो प्लान सक्सेस भयो ल्याएको केटाकेटी लास्टै पुरुङ भयो केटाकेटीहरू अब हामी अति चाहिँ मात्रै। त्यही सोचिरहेको छौँ के भन्दाखेरि अब हामी जहिले स्याटरडे मिल्यो भने चाहिँ यसरी नै हाइक जाने है नजिकै धेरै टाढा नै होइन क्या तपाईँहरू पनि आउनुहोस् होइन अनि बेलुका चाहिँ अनि फुटबल खेलेर ल फुटबल खेलेर आजलाई यति अब फेरि नेक्स्ट भिडियोमा भेटौँला त्यतिन्जेलको लागि टाटा बाई बाई हस्त नमस्ते फ्रम नेपाली बाबु